नमस्कार सबैजनालाई। आज चाहिँ म लेकम गाउँपालिका वडा नम्बर 2 अन्तर्गत रहेको भुल्लेक भन्ने ठाउँमा चाहिँ आएको छु। यो लेकम गाउँपालिकाका ठाउँहरूलाई चाहिँ चिनाउने अभियानमा चाहिँ म चाहिँ लागेको छु। सानो प्रयास हो यो। चाहिँ लेकम गाउँपालिका वडा नम्बर 2 को वडा कार्यालयको भवन हो। यता चाहिँ होटल व्यवसाय तथा यहाँ किराना पसलहरू पनि रहेका छन्। यता यो चाहिँ नयाँ पसल चाहिँ बनिरहेको छ। यता पनि किराना पसलहरू चाहिँ रहेका छन्। यहाँ चाहिँ पानीको चाहिँ धेरै समस्या चाहिँ रहेको छ। तैपनि यहाँका व्यवसायीले यहाँका जनताहरूलाई चाहिँ यस्तो दुर्गम ठाउँमा पनि सेवा चाहिँ दिएका छन्। यसको लागि चाहिँ धेरै धेरै धन्यवाद। अहिले चाहिँ पुणी कुस्काडा लिफ्टिङ खानेपानीको आयोजना चाहिँ निर्माणाधीन भएर चाहिँ अन्तिम चरणमा रहेको छ। आशा गरौँ यहाँका बासिन्दा तथा यहाँका चाहिँ व्यवसायीहरूलाई चाहिँ पानीको चाहिँ भविष्यमा चाहिँ पानीको चाहिँ समस्या नहोला भन्ने चाहिँ आशा गरौँ।